किन डाँडा केही छैन छन त बाटो त यसले लास्टै आवाज चाहिँ निकाल्छ यसले कस्तो फर्र गरेको आवाज निकाल्छ होइन यो झन्डाले चिसो भने नि अन्त तालपरे हिँड्नुपर्छ उ त्यो माथितिर यो डाँडामा चाहिँ हिँड्नै पर्छ नि यहाँको मान्छेहरू देख्न त्यो बाख्रा पाठाहरू नि यत्रो त्यो टिमुर्केको हुन्छ क्या टिमुर्केको अनि मिठो चाहिँ मिठो सानो हुन्छ यो त पुरै संस्थाले बनाइदिएको घर हो क्या एउटै छ सबै नम्कीमा जति घर छ नि यस्तै एउटै छ क्या नेपालको यो पार्टी साटीहरूले भन्दा संस्थाहरूले धेरै गर्दैन नि यो ठाउँमा त हाम्रो गाउँ अनि धारा बत्ती पहिलाको धारा अहिलेको धारा सब हो तिनीहरू त्यस्तो मान्छेहरू पार्टी खोलेर उठ्न पाए सके भने त हाम्रो गाउँको मान्छेले त एउटाले पनि यस्तो पार्टीलाई भोट हाल्यो भने नि पाप लाग्छ क्या कम गरे त नि यो जिडब्ल्युएसले त हाम्रो उसलाई त यो गुन्द्री संस्थाले तयार छ क्या सब नम्की त सबै एउटै क्या एउटै घर त्यो तलको घरहरू नि एउटै त्यसको आज क्लज मिलाएर जानु चिसो है लाइनमा अलिअलि पैसा भयो भने यतातिर जग्गा हालिराख्नुपर्छ कि अहिले सस्तो पर्छ नि त आनाको 1.5 लाख नि पर्दैन होला हो नि अहिले खै कति अब यता त चिकन जतिकै छ होला छन त अहिले त अझै पनि मान्छेको दिमाग भरिरहेन नि त यो ठाउँको जग्गा अब भ्यालु बढ्यो भन्ने अलि भएन नि त धेरै छ नि त मान्छेको यहाँ जग्गा होइन एउटै मान्छेको धेरै भइदिएपछि त त्यसलाई खासै मतलब हुँदैन नि त 6 लाख आयो भने त यहाँ त 4वटा घर बन्ने पैसा दिन्छन् होला नि 4वटा घर बन्ने जति जग्गा दिन्छन् होला नि 6-7 लाख मेरो त पहिला थियो सबै केटाहरू थियो आजभोलिको त्यो नम्कीको होला त्यो केटीहरूको त बे भएर जान्छ थाहै हुन्न क्या भएर गइसक्यो होला नि 4-5 वर्षमा त कहाँ बस्छन् केटीहरू घरकोले बस्न दिँदैन त्यो नजा भने पनि त्यस्तै खालको भाइब्स क्रिएट हुन्छ कि हुँदैन जस्तो लाग्छ हुन्छ नि फेरि गुरुङ तामाङहरूको त बे गरेपछि नि घरमा बसिदिने चलन हुन्छ
माइतमा क्यामेरा देखेपछि त मान्छेको रियाक्सन चेन्ज हुन्छ क्या थाहा हो होइन अति रमाइलो भएको छ होइन म भिडियो गर्नै मन लागेन क्या म एक्लै भएपछि त एक्लै धुनमा हिँडेको अनि आनन्दसँग हिँडेँ यतिको नि हिँडेको थिएन क्या अहिले त हामी हिँडिरह नि यो त स्पिड भइरहेको हो क्या अस्ति त कस्तो स्लो आएको थियो अर्कै खालको स्लो थियो यो चाहिँ प्योर खालको है यसरी नै बस्नुपर्छ अलि प्याज धेरै हाल्छ नि यहाँ त अनि घन्टी सुन्दै जाने हो नि त बाख्रा फर्काउन नि नत्र कहाँ झाडीमा कहाँ छिर्दिन्छ नि घन्टी लगाइदिने छोडिदिने अनि बेलुका खोज्ने कसले गुम्बाहरू के होला यो माथि उता माथि सल्लाहघरी जानुपर्छ सिरन डाँडाको घुम्ने यही चियाबारी र सल्लाहबारी त हो यो तलको चियाबारी छैन भन्दा नि यसले स्याहार नपायो होला यहाँ यही तलको हो यो बोटहरू त यस्तो भयो छिप्पेर बसेको हेर न यो चियाको बोटहरू हो कि यहाँबाट तल त्यहाँ तल चाहिँ अलि यो तलतिर चाहिँ थियो सिरनडा आधी तानेर छोडेर रहेछ है अनि मैले धेरै आउँदैन होला भनेर सट तानेको त घाँटीमै पुगिरहेको यहाँबाट त नजाने रहेछ नि त सल्लाहघरी पार्क रे यता मान्छेलाई सोध्नु पर्यो दिदी यता सल्लाहघरी बाइक जान्छ पर्दैन सल्लाहघरी यही हो सिरन डाँडाको खासियत अलिकति माथि पनि अहिले त होमस्टेहरू छ सोल्टीहरूको आज धमिलै छ दिन मम्मीले नि अहिले त्यस्तै कुरा गर्दैछ आज दिन आज फेरि गएर त्यहाँ फेरि फिसिङ हुन्छ नि मिठो खालको हो अनि हिजो त अनि चार्जै नरहेछ भोलाले चार्जै नगरेर त है अनि त्यत्रो कारको ब्याट्री चार्जै नगरिकन राखेर कार ल्याएन नि मैले पठाएन नि यो पिकनिक स्पोट सिरन पहिल्यैदेखि उतैसम्म जाने र जाने यहाँ त हेर नआउने बनाएर छ यहाँ आउन नि सक्छु
ल आयो आयो सिरानडा घुम्ने र तिम्रो अब सेतो जुत्ता सेतो प्यान्ट गर्दाखेरि त सेतो मान्छे होइन आज अलिक रोटी भइरहेको छ क्या के अरे आज अलि धस्याएको छ क्या अलिअलि त्यस्तो देखेँ होइन मलाई कस्तरी हेरौँ भएको थियो यस्तरी दलेको बुवाले रमाइलो रहेछ त सिरानडा यहाँ तल हेर न रिसोर्ट दामी रहेछ के रहेछ अरे रिसोर्ट सरस्वतीको मामाको भन्ने जस्तो लाग्छ कसको मामाको सरस्वतीको यो टावर त्यहाँ पनि बन्न लगिरहेको छ ऊ त्यहाँ कत्रो ठुलो भिड छ उता जाऊँ न उता गुम्बामा बस्नु मिल्ने हो बा छोरा नि ल्याउनु पाए भए त छोरोलाई यस्तो बाटोमा कसरी ल्याउने भने अलिकति ठुलो भयो नि चेपेर नि अलिअलि सहन्थ्यो बिचरा छोराको याद आउँछ छोरो छोरो यो आयो नि हामीहरू हाँ ला यो त उठ्यो के नै हुन्न ल भिडियो त भइरह नि ऐनादेखि 11 मिनट भइसक्यो भेरी नाइस आहा धेरै म त यहाँ नआएको त धेरै भइसक्यो रहेछ नि बहुतै धेरै यहाँ नि बनिरहेको रहेछ हाँ यहाँ नि बनिरहेको यहाँसम्म सुन्ने गयो काङ्ग्रेसका जय नेपाल पार्टी नाम कि देखिन्छ देखिँदैन त्यहाँ जाम त्यहाँ गिद्धे भिड गएर आउने कस्तो हुन्छ गिद्धे भिड भने त त्यहाँबाट कसैसी त मान्छे सक्यो मेरोबाट खासै राम्रो आउँदैन तपाईँकोबाट ल्याउनु न भिडियोहरू गरिदिन्छु त्यहाँ बस्नु म पठाइदिन्छु ल यहाँ त्यो क्लिक गरिदेऊ न रातोमा